सम्पूर्ण भक्तजनहरू र आम सर्वसाधारणलाई म के भन्न चाहन्छु भने हामी राष्ट्रिय फोटो पत्रकार समूह केन्द्रको तर्फबाट सिन्धुली जिल्लामा चाहिँ एउटा पत्रकारहरूको 3 दिने फोटो पत्रकारिता तथा भिडियो फोटो पत्रकारिताको तालिमको अवसरमा हामी यहाँ आइपुगेका थियौँ र म लाग्छ सिन्धुलीमा 4-5 चोटि यो सिन्धुलीको हाइवे भएर विभिन्न तराईका क्षेत्रहरू जाने र काठमाडौँ आवत जावत गर्ने बिचमा चाहिँ म केही समय अगाडि पनि आइपुगेको थिएँ र हामी यहाँ आउने तर यो बाटो सिन्धुलीमा यसरी बसेर यो कमलाबाई मन्दिर यहाँ छ भनेर चाहिँ हामीले फोटोको माध्यमबाट चाहिँ देखिरहेका पनि थियौँ र आज चाहिँ हामीले यो बिहानको समयमा यो कमलाबाई मन्दिरको प्रत्यक्ष दर्शन गर्ने र यहाँ उपस्थित भएर एउटा दुईवटा फोटो खिच्ने भन्ने उद्देश्यले नै हामी यहाँ आइपुगेका हौँ र हामीले स्थानीय रूपमा अथवा केन्द्रीय रूपमा पनि हामी फोटो पत्रकारहरूले फोटो पत्रकारिताको मार्फत देशको सांस्कृतिक धरोहर पर्यटन क्षेत्र र अन्य समग्र क्षेत्रहरूलाई समेटेर फोटोको माध्यमबाट प्रचार प्रसार गर्ने नै हाम्रो मूल उद्देश्य नै पनि हो र संस्थागत रूपमा हाम्रो त्यो धर्म र व्यक्तिगत रूपमा हामी एउटा व्यावसायिक पत्रकार फोटो पत्रकारको हिसाबले चाहिँ हामी त्यो कामलाई उजागर गर्दै आउनु र गर्नु पनि हाम्रो दायित्व हो। त्यस कारण अब यो ठाउँमा चाहिँ नयाँ ठाउँमा मैले आएँ यहाँ हेरेँ केही भौतिक संरचनाहरू अलिकति राम्रो बनाउँदा राम्रो तर तपाईँ यहाँ दुईवटा खोला देख्न सक्नुहुन्छ कमलामाई र यता के भन्छ गौमती खोलाको जुन सङ्गम स्थल छ त्यो सङ्गम स्थल एकदम सुन्दर पनि छ एकदम राम्रो पनि छ पानीहरू पनि एकदम स्वच्छ छ सफा छ होइन र यहाँ अरू पनि म यहाँ मन्दिर पैसा हुँदा मन्दिरभित्र राम्रा भगवान्हरूको राम्रो दर्शन पनि गर्नुपर्ने एउटा सिस्टम पनि बनाइएको रहेछ र यो सँगसँगै यहाँ वरिपरि स्पेसहरू जग्गा एकदम धेरै मात्रामा छ तपाईँले देख्न पनि सक्नुहुन्छ भिडियोमा र कमसेकम अलिकति सरसफाइलाई अलिकति ध्यान दिने र यहाँको इन्फ्रास्ट्रक्चर अलिकति बनाउने हो भने यसलाई थोरै मजबुत हुन्छ तर केही हदसम्म तलदेखि चाहिँ बन्दै आएको पनि छ होला आर्थिक अभाव होला तर यसलाई चाहिँ बजेटले समेटेर यसलाई अलिकति निर्माणाधीन गराएर सुक्ष्म रूपमा बनाउन सक्यो भने र नेपाल लगायत इन्डियाका हिन्दू धर्मावलम्बीहरूलाई चाहिँ यो ठाउँको प्रचार प्रसारमा अलिकति सहयोग गऱ्यौँ भने डेफिनेटली यहाँ चाहिँ धार्मिक पर्यटकहरू आउने र स्थानीय रूपमा पनि सिन्धुली जिल्लालाई चाहिँ एउटा आर्थिक हबको रूपमा पनि विकास गर्न सक्ने र आम्दानी रूपमा यसलाई प्रयोग गर्न सक्ने र स्थानीय रूपमा यहाँ तपाईँहरूको फलफुलहरू देख्न सक्नुहुन्छ सिजनेबल फलफुलहरूदेखि लिएर सबै चिजहरू यहाँ व्यवस्थित गरेर बिक्री वितरण गर्न पनि माध्यम पनि मैले देखेँ र कमलामाई मन्दिरको यो भगवान्प्रतिको आस्था हामी हिन्दूहरूको एउटा आराध्य देवताको रूपमा हामी यसलाई पुज्छौँ र यो मन्दिरको रूपमा चाहिँ यसरी आइरहेको छ भोलिको दिनमा चाहिँ राज्यले पनि यसलाई कतिपय संस्थागत रूपमा यहाँ भवनहरू निर्माण भएका छन् अव्यवस्थित छन् त्यसलाई पनि व्यवस्थित बनाओस् र सरसफाइलाई ध्यान दियोस् र भोलिको दिनमा चाहिँ यसले नयाँ एउटा धार्मिक गन्तव्यको रूपमा चाहिँ परिभाषित भएर सबैलाई आउने वातावरण आकर्षित रहोस् भन्ने चाहिँ म कामना गर्न चाहन्छु। थ्याङ्क यू सो मच। धन्यवाद।